नमस्कार सम्पूर्णमा यतिखेर देख्न सक्नुहुन्छ तपाईँहरू सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका मध्यरातिमा यो ट्रान्सफर्मरको एलटी साइडतिरबाट सर्ट सर्किट भएर केबल डढेर लाइन भएको अवस्था थियो। त्यसलाई मर्मत गरेर लाइन पूर्ण सञ्चालनको लागि फ्युज हाल्ने काम देख्न सक्नुहुन्छ तपाईँहरू। नेपाल विद्युत प्राधिकरण अन्तर्गत मेलम्ची वितरण केन्द्रको इन्द्रावती गाउँपालिकामा राति भयो भने पनि गाउँलेहरूलाई सहुलियत सजिलो होस् भनेर यतिखेर आएर पनि कार्य गर्ने र कार्यको सम्पन्न गरिसकेपछि फ्युज हाल्ने कार्य भइरहेको अवस्था छ। देख्न सक्नुहुन्छ गाह्रो त गाह्रै छ। रातितिर काम गर्दाखेरि जे होस् गरेर सम्पन्न भइसकेपछि बत्ती पनि झिलिमिली बल्यो, गाउँलेहरू पनि खुसी भयो। यस्तै अपडेट्सहरूको लागि प्लिज यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला। हस्त धन्यवाद।